ल है त यो डोजर चलाएर महिनाको 50 लाख कमाउन मन छ भने चाहिँ डोजरै बेच्दिउँ है, नत्र नि सम्भव छैन। तपाईहरुलाई विश्वास नलाग्ला हैन, तर हामी डोरी बिना पनि बन्जी जम्प गर्न सक्छौं के, तर लाइफमा एकचोटि मात्रै। अब अहिलेको बच्चाहरूलाई के अप्सन छ के, मोमो खाए मोमो, चाउमिन खाए चाउमिन, पिज्जा बर्गर। तर हाम्रो पहिला पहिला खाए कि त्यही भात खा, नत्र भने बाउको लात खा। अब आज भोलिका मान्छेले आफ्नो फ्युचरको बारेमा सोच्ने भनेकै त्यो एउटा मोबाइल चार्ज राख्ने बेला त रहेछ नि। लाइफमा कुरा पनि कसको सुन्नुपर्छ यार। अब घरको बुढीले मेरो कसम तैँले रक्सी नखा भन्छ, उता साथीहरू फेरि भाउजूको कसम तैँले रक्सी खानै पर्छ भन्छन्। यो छोरोसँग रिस उठ्दा बुहारी शराबले चलन नेपालमा मात्रै हो कि उता विदेशतिर नि छ? होइन, यो भोलि गएर यो बालन सरकारले देशलाई स्वर्ग जस्तो बनायो भने हामी खासमा नेपालवासी हुन्छौँ कि स्वर्गवासी हुन्छौँ?